नमस्कार, आजको भिडियोमा स्वागत छ। आज हामी सीए फाउन्डेसनको इक्जामको पेपर कसरी चेक हुँदो रहेछ त भनेर हेर्छौँ। ठिक छ, यो भिडियोमा हामी डिटेलमा एनालाइसिस गर्छौँ कि हामीले कसरी लेखिएछ भने मार्क आउँछ, कसरी लेखिएन छ भने मार्क काटिन्छ है भनेर। जस्तै तपाईँले यो भिडियो हेर्दै गर्दा थाहा पाउनुहुन्छ यहाँनिर त किन मार्क काट्यो होला त, यो त मैले पनि गर्ने खालको मिस्टेक नै त हो, यो त नर्मल मिस्टेक थियो, त्यहाँ पनि मार्क काटिदियो। यहाँ त सबै कुरा लेखेको छ, त्यही पनि मार्क काटेको छ भने जस्तो तपाईँलाई लाग्छ। त्यही भएर यो भिडियो पुरै हेर्नु होला। यो भिडियो पुरै हेरिसकेपछि तपाईँले थाहा पाउनुहुन्छ कहाँनिर मार्क काटिन्छ र कसरी मार्क काटिन्छ, कहाँनिर तपाईँले आफ्नो मार्क्स कटाउनबाट जोगाउन सक्नुहुन्छ। यो भाइ एकदमै इन्टेलिजेन्ट भाइ हो है, उसले एक्सपेक्ट इक्जाम पछि पनि भनेको थियो सर 90 कट्छ होला भनेर। ठिक छ, म पनि आशावादी नै थिएँ 90 कट्ला भनेर, बट उसको रिजल्ट आएपछि 81 मात्रै आएको छ उसको अकाउन्ट्समा। अब सर 81 मात्रै कसरी भन्नुभयो भन्दाखेरि स्टुडेन्टको क्वालिटी हेर्ने हो भने उसले 95 इजिली स्कोर गर्नुपर्ने क्वालिटी छ। ठिक छ, त्यही पनि उसको मार्क धेरै ठाउँमा काटिएको छ। ठिक, अब किन काटियो, कसरी काटियो, स्टुडेन्टको मिस्टेक कहाँ थियो, आइसिआईको मिस्टेक कहाँ थियो, सबै कुराहरू हामी यही भिडियोमा चर्चा गर्नेछौँ। ठिक छ, अब क्वेसन नम्बर 1मा आउँ। क्वेसन नम्बर 1 हामी सबैलाई थाहा छ ट्रु फल्सवाला क्वेसन हो। ट्रु फल्स 12 मार्कको सधैँ आउँछ भनेर। अब 12 मार्क्समा हामी कति क्लासमा पनि भन्छौँ यो इजिली स्कोरेबल छ भनेर, 7 मात्र आएको छ। ठिक छ, त्यसरी नै 1 को बी थ्योरीवाला पोर्सन थियो। सर थ्योरीवाला पोर्सन 4 मार्कको क्वेसन थियो जसमा 1 मार्क मात्र आएको छ, 3 मार्क त यहीँनिर गएछ। अनि अर्को 1 को सी थियो जसमा 4 मात्रै नर्मल एचिभेबल हो। ठिक छ, अब यो -9 क्वेसन नम्बर 1बाटै 9 मार्क गएको छ भनेपछि केही न केही त यहाँनिर छ नि, हामीले ध्यान दिनुपर्ने कुरा होइन। ट्रु फल्समा यस्तो मजाले मार्क जान्छ भने त हामीले ध्यान त दिनै पऱ्यो। ठिक छ, त्यसरी नै आउँ यहाँनिर। अब जस्तै क्वेसन नम्बर 2मा -2 किन भयो हामी हेरिहाल्छौँ। 5मा अलिकति मार्क कटेको छ, 6मा राम्रै मार्क कटेको छ, 5.5 गएको छ। अब यहाँनिर 6मा पनि थ्योरीवाला पोर्सन थियो, तर योपालि थ्योरीमा चाहिँ उसको 5मा 4 नै आएको छ है। यहाँ 1 मार्क काटिएको छ, अनि यहाँनिर चाहिँ 4मा 1 आएको छ, यहाँ 3 मार्क काटेको छ। किन उसको कुनै थ्योरीमा चाहिँ थोरै मार्क काटेको छ, कुनैमा धेरै मार्क काटेको छ भनेर हामी यसमा एनालाइसिस गर्नेछौँ। ठिक छ, यो भिडियो अलि लामै हुन्छ, डिटेलमा हुन्छ। त्योभन्दा पहिला भाइको केही सजेसनहरू छन् जो आफ्नो भाइ बहिनीलाई दिन चाहन्छ। जस्तै क्वेसन नम्बर 1 जहिले पनि कम्पलसरी हुन्छ, सबैलाई थाहा छ। इक्जाममा गएर आतिर बिगार्न सकिन्छ है। 1 नम्बरलाई छोडेर बाँकी 2, 3, 4, 5, 6 गरेर आउनुभयो भने 1 नम्बरको मार्क चाहिँ आउनेवाला छैन। एउटा क्वेसन जबरजस्ती काट्दिन्छ तपाईँको। त्यही भएर क्वेसन नम्बर 1लाई चाहिँ अब छोडिदिइहाल्ने, 2, 3, 4, 5, 6 मात्रै बसेर चुज गर्ने 15 मिनटमा कुन चाहिँ क्वेसन छोडौँ है भनेर। भनेपछि 1 नम्बरलाई सुरुमा हेर्दै नहेर्ने, 2, 3, 4, 5, 6बाट 15 मिनटमा चाहिँ हामी कुन क्वेसन लिभ गर्ने भन्नेतिर जाउँ। ठिक छ, अब भाइले भनेअनुसार स्टार्ट गर्दाखेरि इजीबाट सुरु गर्ने। सर ट्रु फल्स नै इजी हो, त्यसबाटै सुरु गर्छु भन्ने पनि छैन। तपाईँ 3 नम्बर सुरु गर्नु न, तपाईँ 5 नम्बर गर्नुहोस्, जसरी हुन्छ सुरु गर्नुहोस्, आफ्नो तरिकाले सुरु गर्नुहोस् है। उसले त के भन्दै थियो मलाई भन्दाखेरि ट्रु फल्स पनि यदि तपाईँ अलि झुक्किनुहुन्छ, अहिले सुरुमै आतिहाल्नुहुन्छ भने ट्रु फल्स पनि सुरु नगर्दा हुन्छ, ट्रु फल्स पछि गर्दा पनि त भइहाल्यो। ठिक छ, अर्को उसको सजेसन थ्योरीमा हेर्दाखेरि किवर्ड्समा फोकस गर्नु है भनेर भनेको छ। उसको पेपरबाट पनि हामी त्यो हेरिहाल्छौँ। ठिक छ, जहाँ किवर्ड्स अलिअलि मिल्यो त्यहाँनिर फुल मार्क आएको छ उसको। अब जहाँनिर उसले पुरै एक्सप्लेन गरेको छ राम्रो तरिकाले होइन, थ्योरिटिकल पार्ट जहाँ सोसल स्टडिज जस्तो हुन्छ मिनिङ निक्लिरहेको छ, बट किवर्डसँग मिलेन भने त्यहाँनिर चाहिँ उसको मार्क काटिएको छ। त्यही भएर तपाईँ प्र्याक्टिस गर्दाखेरि आइसिआईको सजेस्टेड एन्सरसँग यसो बसेर ट्याली गर्नुहोस् किवर्डहरू। जस्तै तपाईँसँग 30-35 पेजको एउटा पिडिएफ होला, त्यो थ्योरीवाला पोर्सन, त्यसको वर्डहरू अलिअलि 2-3वटा वर्डहरू मेमोराइज गर्नु। जस्तो सर बुझ्नु कि मेमोराइज गर्नु, पहिला बुझ होइन। बुझ्दाखेरि पनि मार्क त आउने हो नि, 2 मार्क 3 मार्क 1 मार्क जति पनि आउनु त आउँछ, बट अब फुल मार्क्स ल्याउने हो भने पहिला सुरुमा किवर्डतिर पनि जानुपर्छ हामी। ठिक छ, अर्को उसको सजेसन भनेको तपाईँ पास्ट इयर क्वेसनहरू सल्भ गर्न बस्दाखेरि यसो टाइम लिएर टाइमर राखेर चेक गर्दै बस्नुहोस् होइन। अब उसको अहिले तपाईँ क्वेसन नम्बर 6मा हेर्नुहुन्छ, उसले एउटा मिस्टेक गरेको छ, एकदम टाइनी मिस्टेक छ होइन। ओभरअलमा हेर्दाखेरि त्यस्तो होइन, यो त ठुलो मिस्टेक होइन। 12मा त हामीले यस्तै पढेका थियौँ जस्तो लाग्छ तपाईँलाई, बट अब त्यो टाइनी मिस्टेक्सलाई तपाईँले पढ्ने बेलामै इग्नोर गरिदिनु भयो भने त्यहाँ गएर पनि रिपिटै गर्नुहुन्छ। उसले त्यही भने मलाई जुन क्वेसनमा मिस्टेक गरेको छ 6मा इक्जाममा, त्यही मिस्टेक उसले प्र्याक्टिस गर्दा पनि गरेको थियो, बट त्यति ध्यान नदिएर फेरि त्यो मिस्टेक दोहोरिएछ है। त्यत्तिकै भाइको 2 मार्क 3 मार्क त्यो एउटा पोइन्टबाट गयो। ठिक, हामी मार्क ल्याउनु पनि त पऱ्यो, बुझेर मात्र त भएन होइन। ल हामी आउँ क्वेसन नम्बर 1बाट सुरु गरौँ है त। क्वेसन नम्बर 1 हेर्नुभयो भने ट्रु फल्सवाला क्वेसन हो। ट्रु फल्समै 5 मार्क उडेको छ। अब किन उड्यो त हेर्दै आउँ। जस्तै क्वेसन नम्बर 1, यो मनी स्पेन्ड टु रिड्युस वर्किङ एक्सपेन्सेस इज रेभेन्यू एक्सपेन्डिचर, यो त ठ्याक्क बुकको पोइन्टको क्वेसन थियो। अब यहाँ त भाइले मिस्टेक नै गरेको, सिधै एउटा केही पनि मिलेन, ट्रु लेख्ने बित्तिकै गइहाल्यो। यो एन्सर त पढिँदा पनि पढिएन होला। ठिक, त्यसपछि दोस्रो ट्रान्जेक्सन रिगार्डिङ पर्चेज अफ फिक्स एसेट्स अन क्रेडिट आर रेकर्डेड अन पर्चेज बुक भनेर छ। यो सबैलाई थाहा छ पर्चेज बुकमा के आउँछ भनेर। भन त के आउँछ पर्चेज बुकमा? सर पर्चेज बुकमा क्रेडिट पर्चेज अफ गुड्स मात्र आउँछ हो, त्यही लेख्ने हो। लेखेँ फल्स
है अन्ली क्रेडिट ट्रान्जेक्सन अफ पर्चेज इज रेकर्ड इन पर्चेज बुक विच डज नट इन्क्लुड पर्चेज अफ फिक्स एसेट्स ठिक छ त बट मार्क हेर्नु न मार्क 1 मार्क मात्रै छ ल अनि के भयो भन्दाखेरि अब आशावादी छ त चेक गर्ने मान्छे त्यसले यहाँनिर के सोच्यो होला भन्दाखेरि एक्स्ट्रा केही न केही त लेख्नु पर्थ्यो नि यार यो फिक्स एसेट्स चाहिँ कहाँ जान्छ त क्वेसनले सोधेको छैन नि हेर्नु न क्वेसन पढ्नुभयो भने ट्रान्जेक्सन रिगार्डिङ पर्चेज अफ फिक्स एसेट्स अन क्रेडिट आर रेकर्डेड इन पर्चेज बुक म त के भन्दैछु ट्रान्जेक्सन रिगार्डिङ पर्चेज अफ फिक्स एसेट्स आर नट रेकर्डेड इन पर्चेज बुक किन पर्चेज बुकमा के रेकर्ड गर्नुपर्छ पर्चेज बुकमा त सर क्रेडिट पर्चेज अफ गुड्स त्यही त भनेको छ बट सजेस्टेड एन्सरमा के पनि लेखेको रहेछ भन्दाखेरि पर्चेज अफ फिक्स एसेट्स आर रेकर्डेड थ्रु जर्नल भनेर लेखेको रहेछ भनेपछि पर्चेज अफ फिक्स एसेट्सको बारेमा पनि भनिदिएको रहेछ हामी पर्चेज अफ गुड्स त भन्यौँ तर पर्चेज अफ फिक्स एसेट्सको बारेमा नभनेर 1 मार्क चाहिँ गयो रिजनिङको 1 मार्क काट्दैछ भाइ ठिक छ त्यसैले नेक्स्ट पोइन्ट A present financial obligation of uncertain amount which can be measured reliably by using substantial degree of estimation is termed as liability. Which can be measured reliably. Present financial obligation. अब यहाँनिर आउनु भने liability भनेको present financial obligation of certain amount हो which can be measured reliably. यहाँनिर के भन्दैछ which can be measured reliably on certain amount भन्दैछ भनेपछि मैले भने होइन certain amount वाला चाहिँ liability हो भनेर ठिक छ यति भनेपछि 2 आयो सर अनि तपाईँको मनमा क्वेसन आउन सक्छ अनसर्टेन वालालाई चाहिँ किन केही पनि भन्नु भएन यो दाइले मार्क पनि काटेन छ आउँदो थर्ड नम्बर त्यसको एन्सर पढौँ अ प्रेजेन्ट फाइनेन्शियल अब्लिगेसन अफ अनसर्टेन अमाउन्ट विच क्यान बी मेजर्ड रिलायबली बाई युजिङ सब्सटेन्सियल डिग्री अफ एस्टिमेसन इज टर्म एज प्रोभिजन एन्ड नट लायबिलिटी यहाँनिर उसले प्रोभिजनको बारेमा केही भनेको छैन यहाँ पनि त मार्क काट्न सक्थ्यो होला नि त सर त्यसो भए सक्थ्यो होला त्यही भएर हामी आफ्नो हिसाबबाट फुल प्रिपेयर्ड भएर आउँ होइन रिजनिङ दिँदाखेरि अब यहाँनिर मैले प्रोभिजनको बारेमा पनि होइन त्यसलाई चाहिँ प्रोभिजन भन्नु पर्थ्यो भनेर यदि मैले प्रोभिजन भनिदिएको भए अब मेरो मार्क काट्ने चान्सेस 0 थियो छँदै थिएन मार्क काट्न सक्दैन थियो यदि आइसिआईले चाहेको भए यहाँनिर पनि एउटा 1 मार्क अझै काटिदिन सक्ने रहेछ भाइको भनेपछि हामी रिजन दिँदाखेरि फुल प्रुफ रिजनिङ दिएर आउनु त्यसले जे पोइन्टलाई टच गरेको छ त्यो सबैलाई मिल्दोजुल्दो रिजन दिएर आउनुपर्छ ठिक छ अब यो पोइन्ट योवाला त 5 नम्बर त 5 इयर्सवाला थियो प्लस होइन यो पुरै नै रिजनै गलत भएपछि मार्क त काटि नै हाल्यो यहाँ लास्टवाला थियो एउटा एज पर सेक्सन 52 अफ कम्पनीज एक्ट कम्पनी मे युटिलाइज सेक्युरिटिज प्रिमियम टु राइट अफ प्रिलिमिनरी एक्सपेन्सेस अब हामी त्यो पढेको थियौँ होइन एज पर सेक्सन 52 इट क्यान युटिलाइज अब यसमा केही छैन जुन लको कुरा छ यसमा रिजनिङ हुँदैन यस इट इज ट्रु भन्ने हो अनि फुल मार्क त्यसमा चाहिँ आउँछ भनेपछि भाइको 7 मार्क गयो दुईवटा त मिस्टेक भयो होइन दुईवटा त मिस्टेकै भएर गयो अनि एउटा चाहिँ रिजनिङ नपुगेर एउटा रिजनिङको मार्क काट्दियो भनेपछि 5 मार्क ट्रु फल्समा गयो जसमा त्यो 1 मार्क चाहिँ सेभ गर्न मिल्ने रहेछ अलिकति रिजनिङमा ध्यान दिएको भयो भनेपछि हामी रिजनिङ दिँदाखेरि फुल प्रुफ रिजनिङ दिएर आउने त्यहाँ जे टच भएको छ सबैको बारेमा एक्सप्लेनेसन दिएर आउने अब मलाई इम्पोर्टेन्ट पोर्सन यहाँनिर थ्योरीवाला छ तपाईँलाई बुझाउनु पर्ने वाट आर अकाउन्टिङ स्ट्यान्डर्ड्स ब्रिफली एक्सप्लेन मेन एडभान्टेज एन्ड देयर लिमिटेसन भनेर भनेको छ भनेपछि हो मैले बुझेको छु कि अकाउन्टिङ स्ट्यान्डर्ड भनेको के हो भनेर सेट अफ रुल्स हो दस्तको थाहा छ मलाई सबै बट यदि आइसिआईको एन्सरसँग मिलेन भने कति मजाले मार्क काट्छ भन्ने कुरा तपाईँले यहाँबाट थाहा पाउनु अब भाइले एक्सप्लेन गरेको छ नगरेको होइन राम्रो लेखेछ होइन ठिक छ पढ्यो अब तर यहाँ आइसिआईको एन्सर हेर्नु गएको उसको यहाँ छ 1 2 3 अनि 1 अनि 2 लिमिटेसनमा 2टा एडभान्टेजेसमा 3टा अब यदि यहाँसँग केही पनि मिलेन यताको कपीमा भने मार्क आउँदैन त्यही भएर मैले बुझेर मात्र भएन अलिअलि मिलाउनु पनि पर्ने भयो जस्तै यहाँ स्ट्यान्डर्ड्स रिड्युस टु द रिजनेबल एक्सटेन्ट एलिमिनेट टुगेदर कन्फ्युजिङ भेरिएसन इन अकाउन्टिङ ट्रिटमेन्ट भनेको छ अब यहाँ कन्फ्युजिङ भेरिएसनवाला केही पोइन्ट भएको भए मार्क आउँथ्यो त्यसरी नै डिस्क्लोजर बियोन्ड रिक्वायर्ड बाई द ल त्यो भएको भए मार्क आउँथ्यो भनेपछि बुझेर मात्र भएन अलिअलि किवर्ड पनि तपाईँले याद गर्नुपर्ने भयो छ एप्लिकेसन अफ अकाउन्टिङ स्ट्यान्डर्ड वुड टु द एक्सटेन्डेड लिमिट पऱ्यो नि सबै लेख्नुलाई कम्पेरिजन अफ फाइनेन्सियल स्टेटमेन्ट सिचुएसन इन डिफ्रेन्ट पार्ट्स अफ द वर्ल्ड हो धेरै विश्वभरिका होइन कम्पनीहरूको चाहिँ कम्पेयर गर्न सजिलो हुन्छ भने त्यस्तो खालको केही मिनिङ आएको भएदेखि त्यो हुन्थ्यो भनेपछि यहाँनिर 3टा पोइन्ट छ तिमीले पनि 3टा पोइन्ट लेख्नै पर्छ फुल मार्क ल्याउनलाई त्यस्तो हुन्छ चेकिङ बुझेर मात्र भएन अब जस्तो यहाँ 1 मार्क आएको छ गएन त्यो 3 मार्क भनेपछि हामी अलिकति अब याद गर्नतिर पनि लाग्छौँ जुन चाहिँ तपाईँसँग सिट छ 30-35 पेजको त्यसलाई तपाईँले घरिघरि गो थ्रु गरिरहनुहुन्छ अनि मार्क आउँछ थ्योरीमा होइन भने मार्क आउँदैन यही ठ्याक्कै लमा पनि हुन्छ ठिक छ त्यसपछि थर्ड क्वेसन थियो त्यो जिएसटीवाला क्वेसन थियो अब थर्ड क्वेसनमा सिम्पलै थियो त्यस्तो गाह्रो क्वेसन त केही छैन थियो भाइले यहाँनिर अलिकति ध्यान बिगारेर है यहाँनिर पर्चेज अफ गुड्स फ्रम रामसन्स फर 20,000 एट ट्रेड डिस्काउन्ट अफ 10% and CGST, SCST कति राम्रो इन्ट्री छ नि पर्चेज अकाउन्ट डेबिट इनपुट CGST इनपुट SCST हुनु पर्ने यहाँ आउटपुटको नाम राखेर एउटा पुरै गयो भनेपछि अलिकति सर अनि 0.5 दिएको भए भइहाल्थ्यो त्यत्रो मिलिरहेको थियो केही पनि आउनेवाला छैन बाबु त्यो गयो होइन जर्नल एन्ट्री बिग्रियो सक्यो भनेपछि
क्वेसन नम्बर 1 मा हामीले ध्यान दिँदाखेरि के बुझौँ भन्दा हामी रिजनिङ फुल प्रुफ रिजनिङ लेखौँ अनि थ्योरीतिर जाँदाखेरि चाहिँ थ्योरीतिर हामी किवर्ड्स पनि ध्यान दिउँ, होइन भने मार्क्स राम्रै तरिकाले काटिन्छ है भनेर। ठिक छ। अब म आएँ क्वेसन नम्बर 2 तिर। क्वेसन नम्बर 2 यो ठ्याक्कै अलिकति हाम्रो आरटिपीको क्वेसनसँग मिल्न जान्थ्यो। आउँ है त एकछिन, मलाई केही कुरा भन्नुपर्ने छ तपाईँलाई। मिस्टर एज ट्रायल ब्यालेन्स अफ 31 मार्च 2025 डिड नट एग्री एन्ड ही रोट अफ द डिफरेन्सेस टु द पिएनएल काउन्ट फर द्याट इयर। भनेपछि हामीले के बुझ्नु पऱ्यो भन्दा यो त लास्ट इयरको मिस्टेक हो। त्यही भएर अब यदि लास्ट इयरको मिस्टेकलाई यो वर्ष रेक्टिफाई गर्ने हो भने त लास्ट इयरको नोमिनल अकाउन्टलाई थोरै नै नोमिनल अकाउन्ट भन्ने, त्यसलाई हामी के भन्ने, पिएनएल एडजस्टमेन्ट भनेर भनिदिने। अब पिएनएल एडजस्टमेन्ट भनेपछि हामी त्यही अनुसार रेकर्ड गर्ने त्यसलाई, सर पिएनएल एडजस्टमेन्ट गरेर। ठिक छ। अब म यो तपाईँलाई यहाँनिर रेक्टिफिकेसन पढाउन आएको होइन। यु आर रिक्वायर्ड टु पास नेसेसरी रेक्टिफिकेसन एन्ट्रिज इन द बुक्स अफ मिस्टर ए। 12 मार्कको क्वेसन छ यो, 12 मार्कको क्वेसन छ। ठिक छ। मैले एन्ट्री पास गरेँ, केही छैन, सबै एन्ट्री पास गरेँ, एन्ट्री सबै मिले, कहीँ मिस्टेक छैन एन्ट्रीमा है, कहीँ पनि मिस्टेक छैन एन्ट्रीमा। तर योपालि सजेस्टेड एन्सरमा उसले वर्किङमा यो पिएनएल एडजस्टमेन्ट अकाउन्ट प्राइभेट राइटमा यो तपाईँले अहिले इन्टरभल हुन्छ भने बुझिहाल्नु भयो होला, अनि सस्पेन्स अकाउन्टको लेजर बनाइदिएछ। सर यस्तै क्वेसन एमटिपीमा थियो नि है, यस्तै क्वेसन एमटिपीमा थियो क्या, एमटिपीमा यो क्वेसन नम्बर 2 थियो होइन, यस्तै खालको थियो, सो नेसेसरी रेक्टिफिकेसन एन्ट्रिज भनेर। सर अनि यस्तै खालको क्वेसनको सोल्युसन पनि थियो त्यहाँ। सर त्यहाँनिर त बनाएको थिएन, खालि यसले के गरिदिएको थियो भन्दाखेरि जर्नल एन्ट्री गरेको थियो 10 वटा छोडिदिएको थियो। दाइले पनि त्यही गर्नुभएको छ, जर्नल एन्ट्री गर्नुभएको छ, छोडिदिनु भएको छ। बट मार्क्स चाहिँ किन काटेको थियो? यहाँनिर कहाँ जानुभयो, यहाँनिर मार्क्स चाहिँ किन काट्यो त भन्दा बाबु हेर, यो पालिको क्वेसन यहाँनिरको क्वेसन 12 मार्कको क्वेसन थियो। त्यही भएर अब हामी मार्क्सको अनुसार पनि सोच्ने बेला भएको छ। 12 मार्कको क्वेसन आएको छ होइन, खालि मैले के गर्नुपर्ने छ, एन्ट्री मात्र पास गर्नुपर्ने छ भने किन दियो होला त? अब हामी के गरौँ भन्दा सर म त कन्फ्युज हुन्छु सर यसरी भन्दाखेरि, यदि तपाईँसँग टाइम छ भने रेक्टिफिकेसन अफ इयरको क्वेसन आएको रहेछ भने तपाईँ टाइम छ भने सस्पेन्स अकाउन्टको लेजर बनाएर आउनुहुन्छ, पिएनएल एडजस्टमेन्टको लेजर बनाएर आउनुहुन्छ। ठिक छ। धेरै बेर पनि लाग्दैन, 2 मिनट लाग्छ होला, अलिकति ठाउँ छोडिदेऊ। 12 मार्कको आएको छ भने त कम्पलसरी बनाउनु नि हुन्छ, अप्सनै छैन तपाईँसँग। 12 मार्कको यदि क्वेसन रहेछ भने तपाईँ सबैजनाले लेजर बनाएर आउनुहुन्छ है। यहाँनिर केही मिस्टेक छैन, जर्नल एन्ट्रीमा कहीँ पनि मिस्टेक छैन। उसले जुन चाहिँ सस्पेन्स अकाउन्टबाट लेजर बनाएको छ सबै जति ट्रान्सफर गरेको छ भाइले पनि त्यही गरेको छ। यहाँ 12,860 त्यसपछि 5,360। बट हाम्रो एमटिपीमा दिँदाखेरि त लेजर बनाएको थिएन नि त, थियो र थिएन? एमटिपीमा दिँदाखेरि लेजर बनाएको थिएन, यहाँनिर सजेस्टेड एन्सरमा लेजर बनाएर दिएको छ। अब जसले चेक गर्छ उसले सजेस्टेड भन्दा उतातिर बुझ्दैन, अनि त्यस्तो त हुनु हुँदैन थियो, त्यो पनि बुझ्दैन। भनेपछि हामी चाहिँ आफ्नो हिसाबले फुल प्रुफ भएर जाने हो भने रेक्टिफिकेसनको क्वेसन आएछ भने तपाईँ यदि 10 मार्क्स या त्योभन्दा बढीको आउँछ भने तपाईँ लेजर बनाएर आउनु होला। यो भाइको त्यही लेजर नबनाएर 2 मार्क काटिदिएको छ। ठिक छ। त्यही भएर यहाँनिर म भाइको मिस्टेक देख्दिनँ, एमटी क्वेसनमा सोधेको छैन लेजर बनाउनु भनेर, अनि किन लेजर बनाएको त? त्यही भएर अब हामी एनालिटिकल पार्टमा जाउँ। भाइको गल्तीबाट सिकौँ हामी चाहिँ, यदि 12 मार्कको क्वेसन आउँछ, 10 मार्कभन्दा बढीको क्वेसन आउँछ भने हामी लेजर बनाएर आउनेछौँ। ठिक छ। ओके ल, क्वेसन नम्बर 2 को अब डेप्रिसिएसनको क्वेसन थियो, यसमा भाइको केही मिस्टेक छैन। अब हामीले यसरी हेर्दाखेरि सर अनि यतातिर पनि लेख्नु भएको छ त, यो दाइले हेर्नु न, यो डब्बाभन्दा यतातिर, यो लाइनभन्दा यतातिर लेख्नु भएको छ, मार्क काटिन्छ कि काटिँदैन? काटिँदैन रहेछ बाबु यसरी। यदि तपाईँको अड्दैन भने यो डाँडीभन्दा यतातिर लेखेर पनि कुनै मार्क काटिनेवाला छैन। ठिक छ। यहाँनिर चाहिँ नलेख्नु भनेको छ है, यसले दिएको डाँडीमा चाहिँ जति पनि लेख्दाखेरि भइहाल्यो। ठिक छ। अब यो क्वेसन नम्बर 3, क्वेसन नम्बर 3 मा एकदम पर्फेक्ट मार्क आएको छ, 20 मा 20 आएको छ भाइको, कुनै काट्ने ठाउँ नै थिएन। ठिक। क्वेसन नम्बर 3, क्वेसन नम्बर एकैछिन भएको है, क्वेसन नम्बर 3 क्वेसन नम्बर 3 मा इन्कम एन्ड एक्सपेन्डिचर अफ ग्लोबल स्पोर्ट्स क्लब भनेर थियो, भनेपछि एनपिओको क्वेसन रहेछ। अब यहाँ आउनुभयो नि तपाईँ, एनपिओको क्वेसनमा यहाँ कुनै पनि काटेको छैन, हेर्नु त 20 मा 20 आएछ, 10 मा 10 आयो, 10 मा 10 आयो यसको। अब यहाँ हेर्ने हो भने भाइले यो सब्सक्रिप्सनको यहीँनिर यही डब्बाभित्र रिसिट एन्ड पेमेन्ट अकाउन्टभित्र एडलेस गरिदिएको छ होइन। मैले आउटस्ट्यान्डिङ भनेको चाहिँ एट द एन्ड भनेर, आउटस्ट्यान्डिङ एट द एन्ड, आउटस्ट्यान्डिङ एट द बिगिनिङ, प्रिपेड एट द बिगिनिङ, प्रिपेड एट द एन्ड, यसरी हामी एडजस्टमेन्ट गरेर आएको। भनेपछि यही डब्बाभित्र एडलेस गर्दाखेरि हुन्छ। तर यही क्वेसनमा यदि सब्सक्रिप्सनको भिन्दै लेजर बनाउनु भनेको भए चाहिँ तपाईँले लेजर नै बनाउनु भएको थियो सर। यदि तपाईँ एमपीको क्वेसन गर्दै हुनुहुन्छ भने त्यही डब्बाभित्र प्लस माइनस गर्न पाउनु हुनु रहेछ। ठिक छ। त्यही भएर भिन्दै लेजर बनाइरहनु परेन त्यसको है, लेजर नै बनाउनु भनेर सोधेको रहेछ भने चाहिँ त्यहाँनिर तपाईँ लेजर बनाउनुहुन्छ। अब अघिको रेक्टिफिकेसन अफ इयरको कुरा गर्दाखेरि चाहिँ यदि 10 मार्कभन्दा बढीको क्वेसन आएको रहेछ भने चाहिँ तपाईँ सस्पेन्स अकाउन्ट अनि पिएनएल एडजस्टमेन्टको लेजर बनाएर आउनु है त। ठिक छ। ल यो भइहाल्यो, हामीले एनपिएमा त्यही डब्बाभित्र एडलेस गरेको मिल्दो रहेछ।
अझै अर्को कुरा, सर मैले रेसिडेन्ट पेमेन्ट अकाउन्ट बनाएँ मिलेन, तर मैले ओपनिङ ब्यालेन्स सिट बनाइदिएर आएँ नि, ओपनिङ ब्यालेन्स सिट बनाइदिएर आएँ, मार्क आउँछ कि आउँदैन? सर मेरो क्लोजिङ ब्यालेन्स सिट मिलेन, ओपनिङ ब्यालेन्स सिट चाहिँ मिलाएँ, मार्क आउँछ कि आउँदैन? ध्यान दिएर हेर्नु त बाबु, यसले के गरेको छ। स्टेप 1 भनेर 4.5 दिएछ है, स्टेप 2 भनेर 3.5 दिएको छ, अनि स्टेप 3 भनेर 2 मार्क दिएको छ। यसरी 10 मार्क पुगेको छ भनेपछि जहिले पनि अकाउन्ट्समा स्टेप मार्किङ चाहिँ हुन्छ है, स्टेप मार्किङ हुँदो रहेछ। त्यही भएर जे आउँछ एटलिस्ट त्यो चाहिँ बनाएर आउनु। जस्तै ओपनिङ ब्यालेन्स सिट मात्र बनाएर आएको भए 2 मार्क आउने रहेछ है, क्लोजिङ ब्यालेन्स सिट मात्र बनाएर आएको भए 3.5 मार्क्स आउने रहेछ, रेसिडेन्ट पेमेन्ट अकाउन्ट मात्र बनाएर आएको भए 4.5 मार्क्स आउने रहेछ भनेर बुझ्नुहोस्। स्टेप मार्किङ पोसिबल छ, त्यही भएर जति सकिन्छ एटलिस्ट एटेम्प गरेर आउनु, कुनै पनि क्वेसन छोड्ने काम नगर्नु है त। ठिक छ? ल ठिक छ सर, तपाईँ धेरै नै चिज आउनुभयो, सबै ठिक छ। सबै स्टेप मार्किङ हुन्छ भनेर लेखेको छु है। अब जस्तै 3 को बीमा पनि आउनुभयो भने पार्टनरसिपको क्वेसन छ जहाँनिर एडमिसन हुँदैछ, त्यही भएर हामी रिभ्यालुएसन अकाउन्ट बनायौँ, यसको पनि स्टेप मार्किङ छ। पार्टनर्सको क्यापिटल यसको स्टेप मार्किङ छ, त्यसरी नै ब्यालेन्स सिट यसको स्टेप मार्किङ छ भनेपछि स्टेप बाई स्टेप मार्क्स आउँछन्। त्यही भएर आत्तिनु पर्दैन है, जे आउँछ एटलिस्ट त्यति चाहिँ एटेम्प गरेर आउनु। ओके, जस्तै क्यालकुलेसनमा गुडिल निकालेको 2.5 मार्क्स रहेछ भनेपछि यसरी जाँदाखेरि हामी स्टेप मार्किङबाट गएछौँ भने सजिलो हुनेछ। ठिक छ? मलाई अझै एउटा बिआरएसको पोइन्ट भन्न मन लाग्यो। बिआरएसको पोइन्ट जस्तै एकैछिन पख क्वेसन 4 भाइले लिभ गरेको छ है त, सर भाइ उसको कहाँ गयो सर फोन नम्बर भन्नुहुन्छ भने अप्सनमा थियो नि त, 1 नम्बर चाहिँ गर्ने, बाँकी एउटा छोड्ने वाला। ठिक छ? क्वेसन 5 मा आउनुभयो। क्वेसन 5 मा आउँदाखेरि यहाँनिर एउटा बिआरएसको क्वेसन छ। अब ब्यालेन्स अपेयरिङ क्यास सोधेको छ, मलाई दिएको छ कहाँनिर भन्दाखेरि ब्याङ्क स्टेटमेन्ट सोड अ डेबिट ब्यालेन्स। डेबिट ब्यालेन्स भनेको नेगेटिभ ब्यालेन्स होइन र? हो नि सर, यदि नेगेटिभ भयो भने प्लसलाई माइनस, माइनसलाई प्लस गर्नुपर्छ भनेर पढेको छौँ हामीले, अलिकति गाह्रोवाला थियो होइन सर। एडलेस गरेको भए चाहिँ सजिलो हुन्थ्यो, प्लस माइनस मेथड भएको भए सजिलो हुन्थ्यो, तर एउटै कलम बनाउने भने हामीले त सर त्यो उल्टो रुल पढेको छौँ। पहिला प्लस थियो भने माइनस हुन्छ, माइनस थियो भने प्लस। बाबु त्यतातिर नजाऊ है, झमेला नबनाऊ। हेर, नेगेटिभ ब्यालेन्स थियो, मैले सिधै ब्र्याकेटमा नेगेटिभ हालिदिएँ, अनि जे थियो पहिलाको रुल त्यही फलो गरेँ। सर यस्तो गर्न पाइन्छ? पाइँदो रहेछ त। उसले ब्र्याकेटमा नेगेटिभ हालिदियो 39,700, अनि जे प्लस प्लस हामीले जे पढेको थियौँ त्यही, रिभर्स केही पनि गरेन भनेपछि यसरी गर्दाखेरि ठ्याक्क ब्यालेन्स 50,067 एन्सर मिलिहाल्यो, मार्क्स आयो। तर मार्क्स आउँदै गर्दाखेरि किन हो 0.5 चाहिँ काटिएछ, 0.5 काटेको छ, धेरै काटेको छैन। त्यही भएर अब भाइ अनलक्की भन्छु मैले, यसमा काट्नै पर्ने थिएन, मिलिरहेको छ त सबै भने किन मार्क्स काट्नु पर्ने थियो। नेगेटिभ मार्किङ सरी नेगेटिभबाट सुरु गर्न पनि मिल्दो रहेछ है त बिआरएसलाई। ठिक छ? नेगेटिभ छ भने नेगेटिभबाट सुरु गर्ने, हामी रुलै चेन्ज नगर्ने। प्लसलाई माइनस, माइनसलाई प्लस गरेर पढेको थियो, पहिला प्लस हुन्थ्यो भने यसपालि चाहिँ माइनस, त्यसरी नपढ्ने ल। जसरी छ मतलब ब्र्याकेटमा हालिदिने नेगेटिभ, अनि त्यसपछि हामी सुरु गर्ने। ओके ल, अब क्वेसन 5 को बी, क्वेसन 5 को बी यो नयाँ क्वेसन थियो, हामीले क्लासमा नै गरेका थियौँ। 5 को बीमा थोरै एक्सप्लेन पनि गरिदिइहाल्छु, पक्का एकछिन। कता जानुभयो? 5 को ए, 5 को बी। She does not maintain proper books from the following details furnished. You are required to compute total purchase and total sales. अब यति धेरै इन्फर्मेसन दिएको छ, तपाईँले सबै दियो भन्दैमा सबै हाल्नुपर्छ भन्ने छैन है त। तपाईँले के चाहियो सेल्स र पर्चेजको लागि त्यो चाहियो तपाईँलाई भनेपछि तपाईँले सेल्स अनि पर्चेजले इम्प्याक्ट गर्ने कुराहरू सोच्नुहोस्। सर सेललाई इम्प्याक्ट गर्छ क्यास सेल्सले अनि क्रेडिट सेल्सले। ए अँ त, त्यसो भए त सेल्स भनेको त क्यास सेल्स प्लस क्रेडिट सेल्स हो। म आएँ त्यसपछि क्रेडिट सेल्समा। सर क्रेडिट सेल्सलाई केले इम्प्याक्ट गर्छ? सर क्रेडिट सेल्स भनेको त डेटेसको लेजरबाट दिन्छ, त्यही भएर डेटेसलाई जेले इम्प्याक्ट गर्छ क्रेडिट सेल्सलाई सबैले इम्प्याक्ट गर्छ। त्यही भएर पहिला म गएँ डेटेस अकाउन्ट बनाउनुलाई, ओपनिङ ब्यालेन्स दिएको छ, सेल्स ब्यालेन्सिङ फिगर यो क्रेडिट सेल्स भइहाल्यो, त्यसपछि डेटेसलाई इम्प्याक्ट गर्ने कुराहरू सबै हालेँ, अनि मेरो क्रेडिट सेल्स आइहाल्यो। अनि सेल्स भनेको त के त सर? क्रेडिट सेल्स प्लस क्यास सेल्स, यो त दिएकै छ, क्यास सेल्स अनि क्रेडिट सेल्स। ठिक छ सर? त्यसरी नै सर क्रेडिट सेल्सलाई इम्प्याक्ट गर्ने कुराहरू भनेको त सर सेल्सलाई इम्प्याक्ट गर्ने पर्चेजलाई इम्प्याक्ट गर्ने कुराहरू भनेको त सर क्यास पर्चेज अनि क्रेडिट पर्चेज हो। अब क्यास पर्चेज दिएकै छ, क्रेडिट पर्चेजतिर आउनु न। क्रेडिट पर्चेज त हामी क्रेडिटर्सको लेजरबाट बनाउँछौँ नि त, क्रेडिटर्सले जेलाई इम्प्याक्ट गर्छ अब क्रेडिट सेल्सलाई त्यतिले इम्प्याक्ट गर्छ। त्यही भएर मैले क्रेडिटर्सको लेजरमा के जान्छन् सबै हालिदिएँ, अनि यसरी सजिलो क्वेसन थियो, नयाँ थियो, ट्राई गर्नु है त, सजिलो छ। अब अलिकति भएन क्वेसनतिर आउँ। क्वेसन 6, क्वेसन 6 सरी भएन, त्योभन्दा अगाडि त यो पालिको क्वेसनमा तपाईँलाई हाम्रो ब्यालेन्स सिटको एक्सट्र्याक्ट बनाउनु भनेर भनेको थिएँ होइन। अब ब्यालेन्स सिटको एक्सट्र्याक्ट बनाउँदै गर्दाखेरि यहाँ यो 5 को सीमा एकैछिन पख 5 को सीमा पास नेसेसरी जर्नल एन्ट्रिज इन द बुक्स अफ अजन्ता लिमिटेड टु रेकर्ड द फर्फिचर एन्ड रिइस्यु अफ सेयर्स अल्सो प्रिपेयर एक्सट्र्याक्ट अफ ब्यालेन्स सिट भनेर थियो। ठिक छ, हामी फर्फिचर रिइस्यु गर्न नआउने होइन नि हामीलाई है। हामी सेयर फर्फिचर तिरेको पैसा फर्फिट, नतिरेको पैसा क्यान्सल भन्दै हामी गऱ्यौँ है।
यसरी हामीले फर्फिट पनि गऱ्यौँ, रिइस्यु पनि गऱ्यौँ, ठिक छ, सबै ठिक छ। ब्यालेन्स सिट नयाँ आएको थियो होइन, ब्यालेन्स सिट क्लासमा पनि प्र्याक्टिस गरेका थियौँ नि हामीले, नगरेको त होइन होइन। सेयर होल्डर्स फन्ड होइन, इक्विटी सेयर क्यापिटल, रिजर्भ एन्ड सरप्लस, त्यसरी हामीले पढेका थियौँ, भाइले बनायो, ठिक छ। तर योपालि जुन चाहिँ ब्याङ्क छ नि एउटा ब्याङ्क पनि त इम्प्याक्ट गर्थ्यो होला भनेर एउटा ब्याङ्कको कलम नबनाएको कारणले भाइको 2 मार्क काटिदिएको छ। त्यही भएर यदि मलाई अब एक्सट्र्याक्ट ब्यालेन्स सिट सोध्यो भने हामीले जे पढेका थियौँ पहिला त्यो त हो कि एउटा त्यो ब्याङ्कको जुन चाहिँ सानो वर्किङ छ, धेरै पनि छैन होइन, ब्याङ्कको एउटा सानो वर्किङ नगरेको कारणले भाइको 2 मार्क्स काटिदिएको छ। अब जस्तै त्यो ब्याङ्कको ब्यालेन्स कसरी आउँछ भन्दाखेरि एप्लिकेसनको अनि अलटमेन्टबाट यति आयो, सेयर कल मनी यति आयो, अनि सेयर फर्फिटेड रिइस्यु भएपछि यति पैसा आयो भनेर 6,03,000 को एउटा ब्याङ्कको सानो वर्किङ नगरेर 2 मार्क्स काटिदिएको छ। त्यही भएर जति सकिन्छ हामी त्यति चाहिँ एक्सपेक्ट त्यसले के गरेको छ भनेर बुझेर चाहिँ हामी बल्ल ब्यालेन्स सिटतिर पनि लाग्छौँ, ठिक छ। सेयर होल्डर्स इक्विटी सेयर क्यापिटल त तपाईँको पुरानो जुन चाहिँ थियो अनि नयाँ इस्यु गर्नुमा त्यो रिजर्भ एन्ड सरप्लस त पहिलेदेखि दिएकै छँदै थियो, अनि एउटा सानो ब्याङ्कको वर्किङ नगरेर 2 मार्क्स भाइको यहाँ काटेको छ। त्यही भएर यो क्वेसन चाहिँ एकतालि ट्राई गर्नु है त। एक्सट्र्याक्ट ब्यालेन्स सिटको धेरै पछि क्वेसन आएको थियो, एउटै क्वेसन होला भन्छु म त होइन। त्यही भएर तपाईँ यो क्वेसन चाहिँ एकतालि प्र्याक्टिस गरेर जानु है, अस्तिको लास्ट एटेम्पको क्वेसनमा, ठिक छ। आउनुहोस् क्वेसन नम्बर 6 को यो क्वेसन नम्बर 6 को ठ्याक्कै बुककै क्वेसन हो, कुनै नयाँ कुरा छैन यसमा, ठिक छ। अब यहाँनिर हामीले क्लासमा गरेका छौँ, सोल्युसन पनि थियो एउटा, केही फरक पर्दैन भनेर मैले नै भनेको थिएँ, ठिक छ। तर फरक पर्दो रहेछ, के गर्ने। यहाँनिर मलाई सबै दिएको छ। यो सेयर्स हामीले के पढेको छौँ भन्दा पार्टली पेड प्रिफरेन्स सेयर्स फर्फिट हुन गाह्रो छ, हामीले फुल्ली पेड बनाउनुपर्छ अनि फर्फिट गर्ने हो। अब फुल्ली पेड बनाउनु बेला कसैले पैसा तिरेन भने हामी के गरिदिन्छौँ, फर्फिट गरिदिन्छौँ त्यसको। सरी पार्टली पेड प्रिफरेन्स सेयर्सलाई रिडिम गर्न मिल्दैन, पहिला फुल्ली पेड बनाउने अनि बल्ल रिडिम गर्ने। अब कसैले पैसा तिर्दैन भने क्वेसन अनुसार हामी फर्फिट गरिदिने भनेर पढेका छौँ, ठिक छ। क्वेसन ठिक छ होइन। हामीले के गर्दैछौँ भन्दा प्रिफरेन्स सेयर फाइनल कल गऱ्यौँ, सबैसँग फाइनल कल फुल्ली पेड बनाउनु पऱ्यो। अब जसले पैसा तिरेन त्यो कल सिनारियो भइहाल्यो है। अब त्यसपछि चाहिँ हामीले के गर्यौँ भन्दाखेरि फर्फिट गरिदिउँ। फर्फिट गर्ने बित्तिकै यहाँनिर तपाईँलाई फर्फिचरको ब्यालेन्सलाई के गर्ने भनेर कहिले पनि भन्दैन। हामीले के पढेका छौँ भन्दा सेयर फर्फिचरबाट लस एन्ड रिइस्यु अनि क्यापिटल रिजर्भ यतातिर दुईतिर जान्छन् भनेको थियौँ होइन। अब यो त रिडेम्सनको बेलामा फर्फिट गरेको, त्यही भएर रिइस्यु गर्नै छैन, लस एन्ड रिइस्युसँग केही एडजस्ट गर्नै परेन, त्यही भएर सबै ब्यालेन्स कहाँ पठाइदिने, क्यापिटल रिजर्भमा हो। यो एन्ट्री नगरेर भाइकोमा काटियो, सुरुमा क्यापिटल रिजर्भमा पठाउनु पर्थ्यो यो सेयर फर्फिचर ब्यालेन्सलाई, ठिक छ। त्यसपछि हामी रिइस्यु गर्न गयौँ होइन। हामीले ब्याङ्क एकाउन्ट डेबिट टु सेयर एप्लिकेसन होइन, यो ठिक छ, रिइस्यु गरियो। अब यो पालि चाहिँ सेयर एप्लिकेसनबाट सेयर क्यापिटलमा अनि अलटमेन्टलाई ड्यू गर्ने भनेर पढेको छौँ। तपाईँहरूले 12 मा एप्लिकेसन र अलटमेन्टलाई एकै ठाउँमा पनि राख्नु भएको छ, मैले सुनेको छु, अनि मार्क्स त्यति बेला काटिँदैन थियो। यहाँ त्यस्तो हुँदैन, हामीले अलग अलग स्टेज देखाउनै पर्छ, किन हामी क्लासमा कति पढ्यौँ एप्लिकेसन मात्र यस्तो स्टेज हो जहाँ सुरुमा पैसा आउँछ, एप्लिकेसन मात्र यस्तो स्टेज हो जहाँ सुरुमा पैसा आउँछ भनेर, बाँकी सबै स्टेपलाई के गर्नुपर्छ, ड्यू रिसिभ गर्नुपर्छ भनेको। त्यही एउटा नगरेर 2 मार्कको हो भनेपछि अघिको त्यो फर्फिचरको त्यो ब्यालेन्सलाई क्यापिटल रिजर्भमा नलगेर 1 मार्क काटिदियो, अनि यहाँनिर यो दुईवटा एन्ट्री कम्बाइन्ड नेट एन्ट्री हेर्नु एउटै छ कि बाबु, एउटै एन्सर आउँछ भने यस्तो गर्न चाहिँ मिल्दैन। दुईवटा स्टेपलाई मर्ज नगरिदिनु, ठिक छ, अलग अलगै देखाइदिनु, भाइको 2 मार्क्स यहाँनिर गयो, ठिक। अरू त सबै त्यहाँ ठिकै छ। लास्टमा यहाँनिर अझै एउटा त्यो प्रिमियम अन रिडेम्सनलाई हामीले के भनेको छौँ भन्दाखेरि प्रिमियम अन रिडेम्सनलाई त पिएल अकाउन्टबाट राइट अफ गर्नुपर्छ भनेर पढेका छौँ, जे छ ब्यालेन्स त्यसबाट। तर यो क्वेसन हेर्ने भने जेनरल रिजर्भ मात्रै छ, पिएल अकाउन्टको ब्यालेन्स छैन भनेपछि हामीले त्यो बुकको सोल्युसनमा जेनरल रिजर्भ अकाउन्ट डेबिट टु प्रिमियम अन रिडेम्सन गरेको देखेका थियौँ, ठिक छ सर। अनि पिएल अकाउन्ट पनि त गरेको थियौँ नि क्लासमा, बाबु गरेको थियौँ, अब नगर्ने। यदि जेनरल रिजर्भ मात्र रहेछ भने यो त पिएल अकाउन्ट पनि त यहीँभित्र छिर्यो होला नि त, त्यही भएर पिएल अकाउन्ट चाहिँ छैन। अब त्यही भएर हामी केबाट एडजस्ट गर्ने, जेनरल रिजर्भबाटै एडजस्ट गर्ने है त। हामी पिएल अकाउन्टबाट एडजस्ट नगर्दिने, अबदेखि क्लासमा पनि चेन्ज गर्ने हामी पिएल अकाउन्ट हामीमा काट्दिनँ रहेछ। अब म सर्टेन छु, यदि अरू कुनै पेपर हेरेँ भने मैले त्यहाँ पिएल अकाउन्ट लेखेको भए मार्क काटिएको छैन होला, बट हामी रिस्क नलिने, के त कुन मुडमा चेक गरिरहेको पेपर। त्यही भएर अब यसको सजेस्टेड एन्सर हेर्नुभयो भने यहाँ उसले जेनरल रिजर्भ अकाउन्ट डेबिट अनि सेक्रेटरिज प्रिमियम अकाउन्ट डेबिट पनि गरेको छ। के गरेको यो हामीले पढेका थियौँ नि, अकाउन्टिङ स्ट्यान्डर्ड लाग्छ भने राइट अफ गर्न मिल्दैन भनेर, बट अब यदि सेक्रेटरिज प्रिमियम लेख्न मिल्छ भने त पिएल अकाउन्टमा त लेख्न मिल्छ नि। त्यही भएर हामी अब आइसिएलाई क्वेसन गर्नतिर नजाऊँ, हामी के गरौँ भन्दा यदि पिएल अकाउन्टको ब्यालेन्स छैन भने हामी के गर्ने, जेनरल रिजर्भबाटै हटाउने है त, सेक्रेटरिज प्रिमियम नलिएर आउँ है। सेक्रेटरिज प्रिमियमको 5वटा युजमा एउटा यो पनि थियो, बट एक्सेप्सन पनि त लागेको थियो। त्यही भएर हामी चाहिँ अब के गर्ने भन्दा सेक्रेटरिज प्रिमियम छोडिदिने, जेनरल रिजर्भ छ भने जेनरल रिजर्भबाटै एडजस्ट गर्ने। ओके ल
लास्टको एउटा थ्योरीवाला पोर्सन कति राम्रो। अघि माथि तपाईँलाई याद भयो मार्क्स नै आएको थिएन थ्योरीमा, यहाँ हेर्नु भने क्या मजाले मार्क्स आएको छ। 5 मार्कको क्वेसनमा 4 मार्क्स आएको छ। किन आएको छ भन्दाखेरि ठ्याक ठ्याक मिले। यहाँ पनि उसले लेख्न खोजेको कुराहरू हेर्नुभयो भने किवर्डसँग मिल्दियो कि। सेपरेट अकाउन्ट सेपरेट अकाउन्ट भयो। त्यसपछि आउनु टु र बाई त्यसपछि डेबिट साइड डेबिट रिटर्न जर्नल भनेपछि कुराहरू एउटै थिए। यदि मिल्दो रहेछ भने चाहिँ मार्क्स आउने रहेछ। त्यही भएर अलिअलि वर्डिङहरू कस्तो खालको छ, 3टा पोइन्ट छ भने 3टै पोइन्ट लेख्छु, 4टा पोइन्ट छ भने 4टा पोइन्ट लेख्छु भनेर तपाईँ त्यसरी जानुभयो भने मार्क्स तपाईँले स्कोर गर्न सक्नुहुन्छ। त्यसो भए अब यत्रो बेर बोल्नुभयो सर समरीमा भनिदिनु न। समरीमा भन्दाखेरि बाबुहरू सुन, सबैभन्दा सुरुमा क्वेसन नम्बर 1 अप्सनमा छोड्ने काम नगर्ने, क्वेसन नम्बर 1 जसरी पनि गर्ने। क्वेसन नम्बर 2 पोइन्ट नम्बर 2 हामी थ्योरी प्र्याक्टिस गर्दाखेरि किवर्डमा पनि ध्यान दिन्छौँ है, किवर्ड बिगार्दैनौँ हामी। अनि पोइन्ट नम्बर 3 अब इक्जाममा कुनै पोर्सन आउँदैन भने पुरै क्वेसन छोडेर आउने होइन, स्टेप मार्किङ मजाले हुँदो रहेछ, स्टेप मार्किङ हुन्छ। त्यही भएर हामी जति सकिन्छ एटेम्प गर्ने। पोइन्ट नम्बर 4 हामी रेक्टिफिकेसन अफ इरर गर्दैछौँ भने यदि 10 मार्कभन्दा बढीको क्वेसन रहेछ भने हामी के गर्छौँ त्यसमा सस्पेन्स अकाउन्ट अनि पिएनएल एडजस्टमेन्ट अकाउन्ट पनि बनाएर आउँछौँ। पोइन्ट नम्बर 5 बिआरएसको क्वेसन गर्दैछु म भने नेगेटिभबाट सुरु गर्दा पनि हुन्छ, अब पोजिटिभ नेगेटिभ मतलब माइनसबाट हालेर गर्दा पनि भयो, रुल नै चेन्ज गर्नुपर्छ भन्ने छैन। अनि पोइन्ट नम्बर 6 भनेको के हो भन्दाखेरि हामी दुईवटा स्टेपलाई मर्ज नगर्ने, एप्लिकेसन अलटमेन्ट फर्स्ट कल हामी सेपरेट गरेर देखाउने। अनि पोइन्ट नम्बर 7 भनेको के हो भन्दा ब्यालेन्स सिट यदि सोधिहालेछ भने जति सकिन्छ पोइन्टहरूलाई चाहिँ हामी त्यहाँ एक्सट्र्याक्टमा पनि क्याप्चर गर्ने ट्राई गर्ने। ठिक छ ल। अब यो जुन चाहिँ सजेस्टेड भाइको एन्सर छ म तपाईँलाई टेलिग्राममा पनि हालिदिन्छु, तपाईँ यसो डिटेलमा पनि हेर्न सक्नुहुन्छ है त कस्तो खालको एन्सर दाइले लेख्नु भएको रहेछ भनेर। ठिक, म सजेस्टेड एन्सर पनि हालिदिन्छु टेलिग्रामबाट, तपाईँ आफै यसो एनालाइसिस गर्नुहोस् कसरी गर्दाखेरि चाहिँ आउने रहेछ मार्क्स भनेर। भाइले अलिकति ध्यान दिएको यहाँनिर 90 इजिली कट्न सक्थ्यो क्या। जस्तै म अलिकति एनालाइसिस गरौँ, जस्तै यो 9 मार्क जुन चाहिँ कट्यो नि भाइको, यहाँ 9 मार्कमा उसले अलिकति ट्रु फल्समा ध्यान दिएको भए त्यो 2 मार्कको जुन चाहिँ वाइन्डिङवाला पोर्सन छोडेर अलिकति उसले राम्ररी पढेको भए उसलाई नआउने कुरै थिएन, ऊ आफैले भन्दै थियो त्यो एक्साइटेड भएर बिगाऱ्यो क्वेसन नम्बर 1 भनेर होइन। अब यहाँनिर त्यो 2 मार्क कटिनेवाला थिएन अनि 1 मार्क रिजनिङमा 3 मार्क इजिली बढ्नेवाला थियो उसको। ठिक छ। अब अझै वाइन्डिङ अपको थोरै पढेको भए 5 वर्षवाला पोर्सन यहाँ ट्रु फल्समा त केही बिग्रिनेवाला थिएन, मार्क्स मजाले 5 मार्क्स माथि बढिहाल्थ्यो। ठिक छ। क्वेसन नम्बर 2मा त्यही त्यो सस्पेन्स अकाउन्ट नबनाएको कारणले क्वेसन क्लियर थिएन होइन। अब यदि क्वेसनले भनिदिएको भए यहाँ सस्पेन्स उसको कसरी बिग्रिनेवाला थियो र 5 मार्क माथि 2 मार्क्स 7 मार्क्स उसको बढी नै हाल्थ्यो। ठिक छ। त्यसपछि म आएँ यहाँ क्वेसन नम्बर 5मा त्यो पोइन्ट 5 उसको काट्नुपर्ने मैले निड नै देखेको थिएन होइन बिआरएसको पोइन्टमा। अनि त्यो 2 मार्क चाहिँ केमा काट्दै भन्दाखेरि त्यही त्यो भाइको एक्सट्र्याक्ट अफ ब्यालेन्स सिटमा 1 मार्क मात्र काट्नु पर्थ्यो जस्तो मलाई चाहिँ लाग्छ। त्यही भएर यहाँनिरबाट नि उसको 1.5 मार्क बढ्न सक्थ्यो। अनि पोइन्ट नम्बर त्यो 6मा क्वेसन नम्बर 6मा उसको के भयो भन्दाखेरि उसले एप्लिकेसन प्लस अलटमेन्टको सँगै एन्ट्री पास गरिदिएर 2 मार्क उडाइदियो आफ्नो। अनि लास्ट टाइममा त्यो सेयर फर्फिचरको ब्यालेन्सलाई ट्रान्सफर नगरेको कारणले त्यसको पनि 1 मार्क गइहाल्यो। अझै प्लस भएको म के पनि भन्न चाहन्छु भन्दाखेरि त्यो जेनरल रिजर्भको ब्यालेन्स त्यहाँनिर त्यो जेनरल रिजर्भ अकाउन्ट डेबिट गरेको भए चाहिँ मार्क्स आउँथ्यो होला, पिएनएल अकाउन्ट लेख्यो भाइले त्यहाँ पनि 1 मार्क काट्दियो, त्यो चाहिँ काट्नु हुँदैन थियो भने चाहिँ यहाँबाट पनि कमसेकम 3 देखि 4 मार्क तिमी प्लस गरेर होइन उसकोमा भने चाहिँ उसको इजिली 90 स्कोर हुनसक्छ। तपाईँ पनि ध्यान दिनु भएन तपाईँको पनि 10 मार्क कट्न सक्छ। त्यही भएर एकदम ध्यान दिएर पहिला भिडियो फेरि हेर्नु एकचोटि बुझ्नु भएन भने कसरी मार्क्स काट्दो रहेछ के रहेछ भनेर। ठिक छ। 10 मार्क यसरी हामी आफ्नो अकाउन्टमा बढाउन सक्छौँ। धेरै धेरै धन्यवाद।